भक्तपुरको तचपाल स्थित दत्तालय मन्दिर अगाडि भीमसेनको लिङ्ग प्रदर्शन गरिएको छ। 3 हात लामो 30 इन्च गोलाइको काठको लिङ्ग प्रदर्शनसँगै भीमसेन गुठीका गाईजुहरूले भीमसेन देया लज्ज खङ लो बानला बिसिवाने मयाक सो झ्याला अर्थात् भीमसेनको लिङ्ग देखेर लोभेनो भयो कि भाग्नु नपर्ने गरी हेर्न आउनु भएको थियो कि बोलको यौन रस युक्त गीत गाउने गर्छन्। फागु पर्वको सुरुवात भएको जनाउन काठमाडौँको बसन्तपुरमा चिर स्वायगु चिर गाड्ने सँगै भक्तपुरको तचपाल स्थित दत्तात्रेय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा फागुन शुक्ल अष्टमीदेखि लिङ्ग प्रदर्शनमा राखिएको हुन्छ। यो लिङ्गसँगै यौन समागमको दृश्य झल्किने गरी रातो कपडाको बीचमा वाल पारी काठको लिङ्ग प्रवेश गराइएको छ। झुन्डाइएको लिङ्ग हल्लाउँदा योनि आकारको कपडाको प्वालभित्र जाने गर्दछ। यस दृश्यलाई भीमसेन र द्रौपदीको यौन समागमनको रूपमा लिइन्छ। चिर स्वागयगु भनेर काठमाडौँको हनुमान ढोका स्थित बसन्तपुरमा रङ्गी बेरङ्गी कपडाहरूको ध्वजासहित 3 खण्डे चिर ठडाएर फागु पर्व सुरु भएको जनाउने गर्दछन्। भक्तपुरमा भने तचपालमा काठको लिङ्ग प्रदर्शनमा राखेर चिर स्वायगु गरिन्छ। भक्तपुरवासीले यो काठको लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडालाई द्रौपदीको योनिको रूपमा लिने गर्छन्। मन्दिरभित्र रहने यो चिजलाई फागु पर्वका अवसरमा वर्षको 7 दिन प्रदर्शन गर्ने प्रचलन रहेको संस्कृतकर्मी हरिशरण राजोपाध्यायले बताउनुभयो। पहिला लिङ्गको प्रतीक एउटा काठको मुढा मात्र राख्ने परम्परा थियो। पछि यो खुल्ला रूपमा यसरी प्रदर्शन ल्याइएको हो। संस्कृतकर्मी राजोपाध्यायले भने वसन्त ऋतुको आगमनसँगै फागु पर्वलाई सृष्टिलाई अभिप्रेरित गर्ने पर्वको रूपमा मानिन्छ। यो समय कामदेव आफै सक्रिय हुने भएकाले सृष्टिका लागि मानव जीवनमा यो अति नै उपयुक्त समय हो भन्ने मुख्य सन्देश यसले दिएको भनाइ छ। चिर स्वायगु अर्थात् चिर गाड्ने कार्यलाई शिव शक्ति मिलनको रूपमा लिनुपर्ने राजोपाध्याय बताउँछन्। महादेवको 11औं अवतार मध्ये भीमसेन पनि एक हो। यस मानेमा यो प्रदर्शनमा राख्नुलाई महादेव र पार्वतीको प्रतीकको रूपमा पनि लिन सकिन्छ। उनले भने काठमाडौँमा विभिन्न रङ्गीन कपडाहरूसहित चिर ठड्याउँछन् जुन यसैसँग मिल्छ र गोप्य छ। तर भक्तपुरमा भने खुला रूपले प्रदर्शन गरिन्छ। यसलाई प्रदर्शनमा राखिनु अघि 2 जनाले काँधमा बोकेर इनाचो बाचुटोल जेला जकाती ब्रह्मायणी च्यामासिङ हुँदै तचपाल स्थित दत्तात्रेय मन्दिर वरिपरि रहेको घर र पसलहरूमा परिक्रमा गर्ने चलन छ। घर र पसलमा घुमाउन ल्याइएको लिङ्गको पूजाआजा गरी दर्शन गर्नाले व्यापार व्यवसाय उन्नति प्रगति हुने जनविश्वास छ। त्यसैले पाटीमा प्रदर्शनमा राखिएको उक्त लिङ्गको दर्शनका लागि फागु पूर्णिमासम्म भक्तजनहरूको घुइँचो समेत लाग्ने गर्छ। फागु पूर्णिमाको दिन साँझ पख उक्त लिङ्गलाई एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर फाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागु सम्पन्न हुने परम्परा छ।